यो मेरो माइती घर आउने बाटो हो। यहाँतिर रुख छन् हैन, रुख पनि छ। तरकारी यहाँ त कति छ अब देखे साध्य छैन। यहाँ चाहिँ तरकारी चाहिँ यति धेरै। यो चाहिँ घर हो। यो चाहिँ मेरो माइती घर हो। यहाँ सबैजना सुतिरहनु भएको छ। यही लुगा टन्न सुकाएको छैन। के गर्नु, गाउँमा यस्तै हो। मेवा छ, यहाँ मेवा फलेछ। तरकारी छ, बारीभरि तरकारी त कति छ हेरी साध्य छैन। यहाँ सुन्तला रुख छ, यहाँ पनि सुन्तला छ। मेवा हजुर काटेको। यहाँ मेवा कति फलेछ यहाँ मेवा त। यहाँ कागती छ, यहाँ तरकारी छ। झरेर सक्यो अनि काटिदिएको मैले पनि रिस उठेर। यो बाथरुम हो हेर्नलाई। यहाँ यो बाख्राको ठाउँ हो। बोकहरू छ यहाँ भैँसी छ। यहाँ भैँसी छ, यहाँ कुखुरा पनि छन्। यहाँ यतिका कुखुरा पनि रहेछन्। यहाँ कुखुराहरू छन्। यहाँ बाख्राले घाँस खाँदैछ। यहाँ घाँस काटेको छ। यहाँ घाँस खाँदैछन्। यी भैँसीहरू छन्। गाउँघरमा यस्तै हो। यहाँ केरा पनि रहेछ। केरा पनि छ। यहाँ अम्बाका रुख छन्। यहाँ सागहरू लाउनु रहेछ। यो आँपको रुख हो। यहाँ अम्बा त यहाँ कति फलेछ। यहाँ इसले हाल्ने अम्बा पाकेर खाइ नसक्नु छ। यहाँ अम्बा चाहिँ पाकेर पहेँले छ। यहाँ कोदो छ। यहाँ यो हरियो देखिनु पऱ्यो कोदो। यहाँबाट यहाँ मिलमा पनि बाहिर जानु पर्दैन। यहीँ छ। झुला जुलाबी ल्याए गेवानी भन्छु। चाँडै आए पाइन्न आउँदै। आउजहरू हुन्छ हैन। अब यात्रा सफल होस्, राममा राम्ररी रामेरहरू आउनु होला। अब चाहिँ पेट भोको नलिउनु होला, स्वास्थ्य चाहिँ ठिक होस्। जुलाबी ल्याए हुन्छ कि हस्। ल मेरो बस्दा ल बाई बाई ल मम्मीले चाहिँ यहाँ ल यहाँ हामी चाहिँ राम्ररी हिँड्यौँ। अब चाहिँ बाटोमा यहाँ यत्रोजना छन्। यहाँ बहिनी छ। यहाँ ल यहाँ यो छोरी हो, यो अर्की छोरी हो। यहाँ हेर न। यहाँ नमस्ते मामा। यहाँ घाँस लिएर आउनु आएको। राम्रो जाने होइन, सुत्न जानु मन डाँडा होइन। यो बारीभरि कोदो छ। यहाँ यो हरियो यो कोदो है। कोदो हो यो पुरै कोदो बारीभरि छ। यहाँ चाहिँ रुख छ, पिपलको रुख। हेर्नुहोस् यति ठुलो छ कि जमानादेखिको रुख हो। यति ठुलो छ यहाँ। यो हाम्रोतिर यहाँ चिलाउने के भन्छ होइन। यो खन्नुको रुख हो। यो चाहिँ हाम्रो खरियान हो। यहाँ बारी हो, यहाँ मोटर बाटो छ होइन। अब सरा हेर्न जानलाई मान्छे चाहिँ यहाँ घुर्को छ। ल अब चाहिँ हामी हिँड्नको हिँडिसक्यो। घरबाट हामी निस्किसक्यौँ होइन। अब हामी यहाँ एकैछिनमा 12 बजेछ। 1 बजेसम्म हामी चाहिँ त्यो बुलमा भन्ने ठाउँमा हामी चाहिँ सराय हेर्न जाँदैछौँ। त्यहाँनिर गइसकेपछि अर्को भिडियो आउँछ गाइज। भिडियो चाहिँ हेर्न नछुटाउनु होला। म अर्को भिडियो पनि यो पार्ट 1 पार्ट 2 पनि हाल्ने छु होइन। पछाडिहरू आउँदैछ नि। सुन्दै हेर्नलाई हेर्दै गर्नु होला सबैजनालाई। यो भिडियो म
पोस्ट गर्नेछु। यहाँ अम्बाका रुखहरू कति छन् यहाँ। यहाँ यो मोटर बाटो यहाँ हामी यो बाटोबाट जान लागेको अलिकति हिँडेर हामी अब यहाँ धनारतिर आउन लागिसकेका छौँ। गाईहरू अब मान्छे हिँड्दैछन् बाटोमा यहाँ हिँड्दैछौँ। राम्रोमा जाने टोली बसिया छोरीहरू छन् यहाँ पछाडि। यो बहिनी हो, ती दुईटी छोरी पनि पछाडि। त्यहाँ हामी चाहिँ यहाँ हिँड्दै जाँदैछौँ। गाडी पनि आइरहेका छन्। यहाँ मोटरसाइकलहरू कुदिरहेका छन्। हामी यहाँ धनार्जी भन्ने ठाउँनिर आउँदैछौँ। धनार्जीको बजार पनि हामी देखाउन चाहन्छौँ। गाडीहरू कुदिरहेका छन्, आइरहेका छन्, गइरहेका छन्। यताबाट नि आएका छन्, उताबाट नि आएका छन्। अब यहाँ सरा हेर्नेको माटो छ। अब हामी यहाँ हिँड्दैछौँ। अब यहाँ धनार्जी भन्ने ठाउँनिर आइपुग्यौँ। होइन यहाँ एउटा सानो बजार छ धनार्जीको। यो यहाँ छ। धनार्जी भन्ने ठाउँ हो। यहाँ बजार सानो छ, धेरै ठुलो छैन। यहाँनिरको राङदाल चौरको भिडियो सर आयो नाच्छ हाम्रो। भेट्नु नि हेर